मेरो पनि यो ठाउँमा नाम बिग्छ। भोलि कसैले तेरो दाइको कुरा काटेको तँ सहन सक्छस्? मैले तपाईको अपमान गर्न खोजेको होइन। जस्तो भए पनि आफ्नो कुरा बुझ्ने मान्छे नभएपछि दुःख पाइने रहेछ। हुन सक्छ तपाईले नराम्रो कुरा केही पनि सोच्नु भएको छैन होला। त्यही पनि मान्छेको मनोभाव नबुझेपछि केही पनि गर्न नसकिने रहेछ। किन दाइ, छोरी मान्छे 20 वर्ष कट्नै नहुने हो र बिहा गर्नै पर्छ? कतिपय समस्याहरू बिहा गरेपछि नै आउने हो। आफ्नो बहिनी रोएर बसेको तपाईँ हेर्न सक्नुहुन्छ र? भोलि पर्सि केही भयो भने सबै कुरा तपाईँमै खनिने त हो। म पनि आफूमा परिपक्व हुनु पर्यो।